गाइस यतिखेर म छु गौर आँखा अस्पतालमा जो चाहिँ गौरमै पर्छ पुरेन्बामा पर्छ। अनि म ठ्याक्कै आएँ त्यो मेन गेट भयो त्यो मेन इन्ट्रेन्स होइन त्यहाँदेखि मेन इन्ट्रेन्सबाट छिर्नुपर्छ। अनि यहाँ म गाडी पार गरेँ। गाडी पार गरिसके पछाडि म ठ्याक्कै यहाँ अगाडि बिल्डिङ छ गौर आँखा अस्पतालको। अनि यो मेन बिल्डिङ भयो। उतातिर टोइलेटहरू छ शौचालय छ। अनि यहाँदेखि ठ्याक्कै तपाईँको त्यहाँ जानुपर्छ। उतातिर जानुभयो भने त्यहाँ चाहिँ पुर्जी कटाउनुपर्छ होइन, 80 रुपियाँको पुर्जी कटाउनुपर्छ। म त्यता गइरहेको छु ल। लाइनमा यहाँनिर बस्नुपर्छ। यहाँनिर चाहिँ के भन्छ सानो यो के भन्छ यहाँनिर पुर्जी कटाउनुपर्छ। अनि यहाँ मान्छेहरू त्यस्तो खासै भिड छैन। भिड तपाईँको बिहान हुन्छ धेरै। यहाँनिर इन्डियाबाट मान्छेहरू धेरै आउँछ आँखा जचाउन, त्यही भएर यहाँनिर बिहानले भिड हुन्छ। अनि म अहिले 12-1 बजेतिर आएको छु, त्यही भएर यहाँ चाहिँ भिड छ। म पनि लाइनमा बस्छु है त उसको लागि। यतातिर पुरुष महिला अनि त्यहाँ डिटेलहरू त्यहाँ दिएकै छ। इमर्जेन्सी हावर के कस्तो छैन त्यो दिइरहेछ। यता पुरुष महिला अनि यता काउन्टर, दुईवटा काउन्टर छ। फाइनली 80 रुपियाँको यो टिकट कटाइसकेपछि यस्तो फर्म पाउँछ। अनि यहाँबाट काउन्टरमा भनिदिन्छ कि कति नम्बरमा जानुपर्छ। अनि मलाई 3 नम्बरमा भन्नुभयो जानलाई, म 3 नम्बरमा गइरहेको छु चेक गराउन। ओपिडी नम्बर यहाँ टिकट कटाइसकेपछि यहाँबाट छिर्नुपर्छ। अनि यहाँनिर तपाईँको यहाँ फार्मेसी छ। अनि त्यहाँ चस्मा लिन्छ। अनि 3 नम्बरमा जानुपर्छ। म 3 नम्बरमा गइरहेको छु है त। 3 नम्बरमा सक्यो, एकछिनमै सक्यो, 1 मिनट पनि लागेन। अब 3 नम्बरदेखि 8 नम्बर खोज्दैमा 8 नम्बरमा गइरहेको छु यो फर्म लिएर। 8 नम्बर यहाँ छ। 8 नम्बरमा सायद लाइनमा बस्नुपर्छ। अनि म पनि लाइनमा बस्नुपर्छ। लाइनमा बस्न गइरहेको छु। एकचोटि सोध्छु दाजु 8 नम्बरको लागि लाइनमा बस्नुपर्छ कि? 8 नम्बर यहाँ खाली छ, यहाँ जान्छु। गएँ 8 नम्बरमा चेक गर्नुभयो। त्यसपछि मलाई एकचोटि 10 नम्बरमा पठाइदिनु औषधि लिन। सायद ठिक छ। पहिला नै आँखा त म चस्मा लगाउँछु। म चेक गराउँदाखेरि मेरो चेक जाँच गरेर सक्यो। अनि गाइस यो भनेको यो 9 नम्बर वार्ड यहाँ छ। 9 नम्बर म तपाईँले देखाउँछु। यो 9 नम्बर यो चस्मा जाँच यहाँनिर। यो लास्टमा यहाँनिर चाहिँ अब तपाईँको आँखा बिग्रेको छ भने कति पावर छ, चस्मा कति पावरमा लाउनुपर्छ त्यो चाहिँ यहाँनिर लास्टमा बताइदिन्छ। अनि यहाँ मान्छेहरू यहाँ सबैजना लाइनमा छन्। अब यो पनि सकिन्छ। सबै गार्डन छ यतातिर मेन 12 नम्बरको वार्ड भनेको सर्जरी गरिसके पछाडि यता बेड रेस्टको लागि यता पेसेन्टहरू पनि उता छ, देखिन सकिन्छ भित्र। सायद भित्र फोन लग्न दिँदैन होला। अनि यतातिर गार्डन भयो। मेन बिल्डिङ त हाम्रो यही छ। यतातिर टोइलेट पनि भयो। अनि यहाँ पानी टङ्की छ, यसको आफ्नै पानी टङ्की छ। टोइलेट त भित्र त एकदम राम्रो बनाएको छ, टाइल्स मार्बल लगाएर एकदम राम्रो छ टोइलेट। तर कसम साला भित्र यस्तो गनाइरहेको छ नि, डुङडुङ सफा गर्ने कर्मचारी राखेको छैन कि अब गनाइ चाहिँ सफाको कमी छ। सफा गर्न राख्नु पर्थ्यो, सायद कर्मचारी राख्नुपर्छ। डुङडुङती गनाएको छ, एकदम फोहोर छ टोइलेट, भित्र सफा छैन। अनि हाइल्यान्डरको बोतल राखिरहेको छ 2-3वटा भित्र टोइलेटमा। रक्सी खाएर भित्रै राखिरहेको छ यार। के हो यो पारा अलिकति ठिक भएन के। अब कसले राखे अब कसले खान्छ होइन यहाँको। अब कि अन्तै मान्छेहरूले राखे होला सायद। कहाँको हो सम्बन्धित निकायहरू अब अस्पतालमा गएको हुनुहुन्छ होइन, भिडियो हेर्दै हुनुहुन्छ भने सम्बन्धित निकायले गरिदिनु पऱ्यो क्या। बाहिर कस्तो हुन्छ भन्दाखेरि कुनै पनि गभर्मेन्ट जति पनि अफिसियलहरू छ उनीहरूलाई प्राय धेरै बेरको ब्रेक दिँदैन। अब जस्तै 8वटा 10वटा कर्मचारीहरू छ होइन काम गरिरहेछ भने उनीहरूलाई टाइम मिलाएर उनीहरू आफैमा 20 मिनट 10 मिनट प्रत्येकजनालाई टाइममा 2जना 4जना एकैचोटि गएर ब्रेकबाट आउँछन्। अनि तर काम निरन्तर भइरहेको छ। ब्रेक एकैचोटि सबैलाई दिँदैन बाहिरतिर गभर्मेन्ट अफिसहरूमा या प्राइभेटमा पनि। अनि यहाँ हाम्रो नेपालमा के छ भने नेपाल सरकारले नै भनिरहेछ कि मेरो देशलाई विकास नगर, बिस्तारै गर। या नागरिकता फाँटमा होस् या मालपोतमा होस् या ब्याङ्कमा होस् या अस्पतालमै होस्, नेपाल सरकारले नै छुट्याइदिएको छ 1 घन्टा ब्रेक। प्रत्येक पुरा सिस्टमै सटडाउन गर्छ या के भन्छ स्लिप मोडमै राख्छ। अनि सबै कर्मचारीहरू पुरा 1 घन्टाकै ब्रेक, 1 घन्टा ब्रेक भनेर तपाईँको 1.5 घन्टा 1.5 घन्टा ब्रेकमा बसिदिने। अनि नेपाल सरकारले यसो गरेपछि अब सेवाग्राहीले कस्तो होला त? हामीलाई अब कति गाह्रो हुन्छ त? देश विकासमा कति गाह्रो भइरहेछ त योले गर्दाखेरि। यो सिस्टमै ठप गरिसके पछाडि अब टाइममा मिलाएर आधी घन्टाको लागि ब्रेक दिँदा हुन्थ्यो, 15 मिनटको लागि दिँदा हुन्थ्यो होइन। अब 1-1 घन्टा नेपाल सरकार नै भनिरहेछ कि 1-1 घन्टा ल तपाईँहरू ब्रेकमा जानुहोस्। पुरै सिस्टम एकदम स्लिपमा हालेर एकदम मजाले ब्रेकमा जानुहोस्। कर्मचारीहरू झन् ढिला गरेर आउँछ होइन। अनि यो नेपाल सरकारले नै भनिरहेछ कि मेरो देशलाई नै एकदम
बिस्तारै एकदम डेभलप गरेर विकास गर्न जरुरी छ। नेपाल सरकारले नै भनिरहेको छ, उनीहरूले यस्तो सिस्टम दिएको छ। अनि तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला है त। ब्रेक अझै बढाइदिनु पर्यो कि के गर्नु पर्यो?